नमस्कार हाकिम साहब। नमस्कार, बस्नु न। हाकिम साहब, हाम्रो योजना त धेरै भयो सकिएको, भुक्तानी किन रोकियो? यहाँ प्राविधिक प्रतिवेदनले तपाईँको यो 50% मात्रै काम भएको देखिन्छ। त्यस्तो 50%का कुरा चाहिँ नगर्नु। काम पुरै सकिएको छ, भुक्तानी सबै हुनुपर्छ, नत्र म अध्यक्षसँग कुरा गर्छु, तपाईँ सक्नुहुन्न। यो हाकिम नयाँ आएको, केही जान्दैन। आफ्नै अध्यक्ष भएको बेलामा नि यति धेरै गाह्रो काम गर्नलाई। नमस्कार अध्यक्षज्यू। नमस्ते नमस्ते, के छ बडाज्यू? बस्नुहोस्, के काम ल्याउनु? बस्नु। यो हाकिमले मलाई एकदम साह्रै अप्ठ्यारो बनायो। यो काम सकिसक्यो, खै त भुक्तानी पनि दिँदैन, के रिपोर्ट सिपोर्टको कुरा गर्छ। खै त यो अब हाकिमले त्यति मानेको छैन, हजुरले आफै कुरा गर्नुहोस्। अब फेरि अर्को चुनाव पनि आउँदैछ, अब चुनाव पनि उठ्ने होला। ल यो कुरा गर्नु होला हजुरले। नातिन न बडाज्यू, म कुरा गरिहाल्छु नि हाकिमसँग। तपाईँ नातिन न, के गरेछन् त हाकिम साहबले? हाकिम साहब एकचोटि यता मेरो कार्यक्रममा आउनु त, फुर्सद पनि हुन्छ कि के छ? नमस्कार अध्यक्षज्यू। नमस्कार हाकिम साहब, बस्नुहोस्। हाकिम साहब, यो 5 नम्बरको वडा चाहिँ आइरहेको थियो, रिसाएर के नमिल्या हो यसमा? के नमिल्या हो यो है? यसमा चाहिँ यो 50% मात्रै काम भएको रहेछ। अब पुरै भुक्तानी हुनुपर्छ भन्नुभएको छ उहाँले। अब यो चाहिँ यो त सम्भव छैन, त्यही कुरा हो। होइन हाकिम साहब, यो कार्यपालिकाबाट निर्णय भइसकेको छ, यसले धेरै रोकेर पनि हुँदैन। कानुन नियम भन्दा पनि यसो व्यवहारिकता पनि हेर्नुपर्छ। होइन अध्यक्षज्यू, यो योजना स्वीकृत हुनु र काम सम्पन्न हुनु चाहिँ फरक कुरा हो। यो चाहिँ काम अनुसारको भुक्तानी चाहिँ उहाँले पाउनुहुन्छ। नियमअनुसार कार्य सम्पन्न प्रतिवेदन नभएसम्म चाहिँ यो पुरा भुक्तानी दिन मिल्दैन। त्यही पनि मैले चाहिँ योजना शाखा, उता आर्थिक प्रशासन शाखा र प्राविधिकसँग चाहिँ सल्लाह गरेर यसमा निर्णय लिन्छु नि त। हुन्छ, के गर्नुपर्ने हो गर्नु, सल्लाह गर्नु, अड्काउनु चाहिँ नअड्काउनु, छिटै गर्नुपर्छ निर्णय चाहिँ। इन्जिनियर साहब, लेखा सरलाई पनि लिएर मेरो कार्यक्रममा आउनु पनि अलिकति काम छ। हजुर हजुर सर, ए भइहाल्छ। ए हस्, हिँड्नु। इन्जिनियर सर, बैरिकेडवाला बाटोको योजनाको बारेमा छलफल गर्ने बोलाएको। यो चाहिँ के छ, तपाईँ त साइटमा पनि भिजिट गर्नु भएको छ सुरुदेखि नै हो त्यसमा, के हो त्यसको अवस्था चाहिँ? सर, त्यो म फिल्डमै गएर निरीक्षण पनि गरेँ सर। प्रतिवेदन पनि तपाईँले हेर्नुभयो होला, 50% पनि काम भएको छैन। प्रतिवेदनमा हेरफेर गर्ने कुरा त भएन सर। अब यसमा त कसरी अलिकति समस्या भएछ मलाई त। सम्पन्न प्रतिवेदन बिना पूर्ण गरियो भने बेरुजुको जोखिम र कानुनी जटिलता पनि त्यतिकै हुन्छ। त्यसैले सर यो फाइल अगाडि बढाउन मिल्दैन। हो, मैले पनि त्यही भनेको क्या हाकिम साहब, लेखाजुली भनिहाल्नु गाह्रो। मैले पनि फिल्डमा गरेँ, अब कामै भएन, कामै नभएकोलाई त काम भयो भने देखाउन पनि मिलेन। तयार गर्दै गर्नुहोस्। अर्को बैठक चाहिँ राखेर अध्यक्ष उपाध्यक्ष सबै बसेर फेरि छलफल गरेर यसलाई चाहिँ टुङ्ग्याउनु पर्ने भयो। यसले अलिकति तनाव पनि दियो है त। अध्यक्षले पेलै छन्, एकचोटि उपाध्यक्षसँग पनि छलफल गर्नु पर्यो विषयमा। के समस्या पर्यो सर? यो 5 नम्बरको सडकको योजनाले चाहिँ एकदमै दुःख दिइरहेछ। हजुर हजुर। यो वडाध्यक्ष र अध्यक्षज्यूले पनि एकदमै दबाब दिइरहनु भएको छ यसमा। हजुर। यसलाई चाहिँ के कसरी चाहिँ यसलाई टुङ्ग्याउने हो? अध्यक्षले जे भन्यो भने हामी नियम मिचेर जाने मिल्दैन, हेर्नु बेरुजु पनि बढिरहेछ। अब सल्लाह गरौँला, छलफल गरौँला मिलेर। त्यसो भए यही शुक्रबार अध्यक्षज्यूलाई पनि अनि वडाध्यक्षज्यूलाई पनि बोलाएर हामी कर्मचारी सहितको चाहिँ मिटिङ बस्नु पर्यो। के गर्ने यो दायित्व योजनाले त तनावै बनाएकै, उपलब्ध सबैले कराकरै छ यार, मिलाउनु न यार, त्यति त यार के हो गर्ने। तेरे यार भन्छौ यार भाइ, तिमी अहिले यो आन्दोलन के भनेको छ, के जेन्जी आन्दोलन, के आन्दोलन, अब हाकिमहरू पनि काम गर्दैन नि, कोर्ट त त्यत्रो पुलमा मिलाइदियो भने त काम सम्पन्न नहुँदै पनि मिलेर तिमी पनि बुझ्ने गर न कुरो। गानी त मान्छे त तिमी हाम्रै हो नि, हुन न के गर्नु त। ठिक छ, चुनाव पनि आछ, फेरि उठ्ने होला, भन्नुपर्छ नि त। फेरि हामीले पनि गाह्रो छ। यही कुरा त्यस्तै हो कि, अब अहिले परिस्थिति अनुसार पनि त चल्नु पर्यो नि भाइ। यस्तै छ बेला, अब के गर्ने त। अब अर्कोचोटि फेरि आयो भने मेला मौका फेरि गरौँला नि त। ठिकै छ, त्यसो भए मैले भनेको त्यो हाकिमले मान्दैन, तपाईँले कसरी हुन्छ हुन्छ, अब त्यसलाई चाहिँ निकास निकाल्नुपर्छ। अब जति दिने हो भ्याइदिनु त्यसलाई। मैले पनि उता भन्नुपर्छ। ए ल यार भाइ, चित्त नदुख, अर्को योजना भयो भने त्यसमा हाल्नु लागि चित्त नदुख। अब राख, यो एउटा 5 नम्बर वडाको एउटा गैरीखेत सडकको योजनाको बारेमा अलिकति यो कता अड्कियो के गरियो भनेर 5 नम्बर वडा भनिरहनु भएको छ। अधिकृत सरले पनि कुरो त गर्दै हुनुहुन्थ्यो।
मलाई चाहिँ यो हुनु पर्यो कसरी हुन्छ मलाई थाहा छैन हाम्रोमा खर्च भइसकेको छ हुन्छ काम सकिएको छ अब कसरी हो तपाईहरु कहाँ अल्झ्या हो टुङ्गोमा पहिला तपाईहरु गाउँपालिका जाने हो उता वडामा जाने हो कि हैन हाकिम साहब एकछिन काम अनुसार भुक्तानी चाहिँ पाइन्छ यो काम जति भएको छ अब इन्जिनियर साहबले पनि हेरिरहनु भएको छ स्पष्ट भन्नु पर्दाखेरि अब मैले बिचमै रोकिहालेँ अलिकति सर अब गाउँपालिका अध्यक्ष उपाध्यक्ष हुनुहुन्छ तपाईँले काम अब हामी त फिल्डमै पनि छौँ अब काम आदि पनि भएको छैन अब भुक्तानीलाई मात्रै तपाईँले यो एक किसिमको राजनीतिक किसिमले पेल्दै आएर पनि त काम भएन नि त एउटा यो यस्तो इन्जिनियरले भनेको म मान्दिनँ मलाई त्यो भुक्तानी हुनुपर्छ मेरो खल्तीबाट पनि खर्च भइसकेको छ कसरी मिलाउने हो तपाईँहरू मिलाउनु अर्को इन्जिनियर ल्याएर चेक गर्ने हो कि कसरी मिलाउने हो मलाई यो कुरो थाहा छैन सम्पन्न प्रतिवेदन पेश नभएसम्म भुक्तानी गर्यो भने पछि बेरुजुको जोखिम त भइ नै हाल्यो अख्तियारले पनि हामीलाई समात्न सक्छ त्यस्तो स्थिति आउन सक्छ यसमा चाहिँ अलिक विचार गर्नु पर्यो हो यो नियम कानुन भन्दा बाहिर गएर चाहिँ हामीले हाकिम साहबले नियम कानुनका मात्रै कुरा नगरौँ यस्ता नियम हामीलाई पनि थाहा छ पहिला नै गरेकै हो यस्तो काम पहिलाका हाकिमले रोकेका थिएनन् अहिले तपाईँ आएपछि मात्रै समस्या भयो इन्जिनियरले लेखाले पनि तपाईँले भनेको कुरा सुनिरहेछन् तपाईँले गर्दाखेरि रोकिरहेछ यहाँ कसरी मिलाउने हो अध्यक्षज्यूले के गर्नुपर्ने हो उपाध्यक्षज्यूले यसलाई छिटो मिलाउनु होला मलाई धेरै टेन्सन भइसकेको छ यो कुराले मिलाउनुहोस् यसलाई अब हेर्नु उडाल्छ चाहिँ ठुलो सर गरेर केही पनि हुन्न हामी नियम विपरीत काम गर्न रेडी छैनौँ तपाईँले पहिला काम सम्पन्न गर्नु अनि बल्ल भुक्तानी माग्न आउनु यो कामै नभएको उपाध्यक्ष पनि बोल्नु पर्यो नि त उपाध्यक्षले भन्नु पर्यो अध्यक्ष हाम्रै पार्टीका छन् हामी गरिरहेछौँ अध्यक्षज्यूले हुन्छ भनिराख्नु भएको छ उसले हाम्रो हाकिम साहबले हुन्न भनिराख्नु भएको छ उपाध्यक्ष साहब बोल्नुहुन्न बोल्नु पर्यो नि त भनिदिनु पर्यो तपाईँले अब होइन सर विकासको काम त हुनै पर्यो त्यसमा त दुई मात्रै छैन नि हामी त रेडी नै छौँ त्यो कुराको लागि तर नियम पनि त पालना गर्नु पर्यो नि योजना पास गराउँदा पनि त्यस्तै समस्या भयो अहिले भुक्तानीमा झन् ठुलो समस्या भइरहेछ किन यस्तो भइरहेछ यहाँ पालि काम सम्पन्न नभएपछि त भइहाल्छ नि समस्या इन्जिनियर साहबले भनेको कुरा पनि सही हो नियम विपरीत भुक्तानी गर्यो भने पछि चाहिँ हामीलाई नै समस्या पर्ने हो पोहोर साल पनि पुल बन्दाखेरि यस्तै भुक्तानी गरेको बेरुजु अहिलेसम्म फर्चट पनि भएको छैन होइन अब अध्यक्षजी र उपाध्यक्ष यहीँ हुनुहुन्छ होइन हामी सबै मिलेर यसको समाधान निकालौँ न हामीलाई पनि पछि गाह्रो साह्रो नहोस् भन्ने किसिमले अब हामी यसरी खलबल गरेर हुँदैन अध्यक्षज्यू केही निकास त निकाल्नु पर्यो हामीले हो त वडा अध्यक्षज्यू ठिकै छ अब हामी पनि अब सहमतिमा आउनुपर्छ यसरी झगडा गरेर हुँदैन हेर्नुहोस् अब जति काम भएको छ त्यसको चाहिँ भुक्तानी लिएर जानुहोस् बाँकी काम चाहिँ अर्को योजनामा समेटिहालौँला नि यही त छौँ हामी के छ हाकिम साहब हो यो प्राविधिक प्रतिवेदनले पनि 50% जति काम भएको देखिएको छ त्यही भएर हामीले चाहिँ त्यसको चाहिँ भुक्तानी अहिलेलाई गरौँ त्यस पछाडि आगामी दिनमा चाहिँ त्यसरी नै अघि बढाउँला ठिक छ त्यसमा मैले भनेको पनि हुनुपर्छ योलाई अब कति भएको छ त्यति भुक्तानी गरिदिनु भुक्तानी चाहिँ भइहाल्नुपर्छ आज भुक्तानी चाहिँ भइहाल्नु पर्यो है लेखा साहब के छ हाम्रो इन्जिनियर साहब चित्त बुझ्दो कुरा छ नि काम जति भयो त्यति नै भुक्तानी हुनुपर्छ समयमा भुक्तानी हुन्छ भने म सहमत छु यो विषयमा अध्यक्षज्यूले ल्याएको कुरा एकदम मध्यमार्गी खालको छ सबैले विकास पाउने खालको त्यसैले ओके गरौँ नि त हुन्छ हाकिम साहब त्यो 50% काम त भइसकेको रहेछ त्यसको भुक्तानी दिनुहोस् होइन हुन्छ यसलाई यो बाँकीलाई चाहिँ अर्को योजना बनाएर अब कसरी हुन्छ अब आज हाम्रो छलफल पनि भयो सानातिना काममा यसरी बसेर सामूहिक निर्णय गरियो भने राम्रै हुन्छ उपाध्यक्षज्यूले के भन्नुहुन्छ हो त अध्यक्षज्यू अब विकासको काम पनि अगाडि बढ्ने नै भयो अनि यसरी निकास पनि आयो होइन के छ इन्जिनियर साहब हजुरको विचार जुन किसिमले हामीले बसेर नै यो कुराको हल निकाल्यौँ त्यो हिसाबले आउँदा दिनहरूमा पनि यसरी नै हामी चाहिँ टिमवर्क गर्नुपर्छ हो राजनीति र कर्मचारी त सँगसँगै मिलेर जानु पर्यो नि सर हामीले पनि त अब हाम्रो गाउँको राम्रै सोच्ने हो हजुरहरूले पनि भलो जिताएरै आउने हो होइन अध्यक्षज्यू हो सबैको मिलेमतो र सहमतिमा काम गरियो भने अवश्य गाउँपालिकाको विकास सम्भव हुन्छ हाम्रो अन्तिम लक्ष्य भनेको गाउँपालिकाको विकास नै हो यो चाहिँ एकदम उत्तम निकास पनि भयो यो राम्रो कुरा भयो सफल व्यवस्थापन पदको शक्ति होइन सम्झौताको बुद्धिमत्ता विवादलाई अवसरमा बदल्ने क्षमता विविधतालाई सम्मान गर्ने संस्कार र आपसी विश्वासमा आधारित सम्बन्ध निर्माण गर्ने कला हो हामी सबै फरक हुन सक्छौँ तर लक्ष्य एउटै छ सार्वजनिक सेवा सुशासन र सकारात्मक परिवर्तन धन्यवाद